यो केटा मान्छेलाई दुश्मन खोज्नको लागि धेरै पर गएर कसैसँग न्यू खोज्नै पर्छ, ऋण खोज्नै पर्छ भन्ने छैन। यो केटा मान्छेलाई दुश्मन खोज्नको लागि धेरै पर गएर कसैसँग न्यू खोज्नै पर्छ, ऋण खोज्नै पर्छ भन्ने छैन। उनीहरूको जिन्दगीमा एउटा अबुझ, घमण्डी, लालची र निर्दयी जीवनसाथीको आगमन हुनुपर्छ। अनि त्यसपछि उनीहरूको जिन्दगी त्यस्तै जिउँदो नर्क जस्तो भइहाल्छ क्या। नर्क जस्तो बनाइदिन्छन्। उनीहरूले एउटा कमाइ खाने भाँडोको माध्यममा मात्रै प्रयोग गर्छन्। न उनीहरूले उनीहरूको फिलिङ्स बुझ्छ, न उनीहरूको इज्जतको ख्याल राख्छ, केही कुराको पनि सम्मानै गर्दैन क्या। अनि उनीहरूले कसलाई भन्ने त, कसलाई के सुनाउने यो केटा मान्छेले? फ्यामिलीलाई, आफूलाई जन्म दिएको बुवामा उनीहरूलाई के भन्ने कुरै भएन। जसलाई उनीहरूले आफ्नो जिन्दगीमा सुख दुःख बाँड्नको लागि ल्याएको छ ऊ त्यस्तो पर्यो भनेपछि त जिन्दगी बेहाल भएन। आखिरीमा उनीहरूलाई कमाइ खाने भाँडोको रूपमा प्रयोग गरेर यस्तो बनाएर छोड्छ कि न त ऊ फिजिकल्ली केही गर्न सक्छ, न मेन्टल्ली नै, हरेकतिरबाट कमजोर बनाएर छोडिदिन्छ क्या। अनि श्रीमती महोदयहरू, आफू चाहिँ राक्षस जस्तो बेहोरा गर्ने, राक्षस जस्तो कुमती गर्ने, श्रीमानलाई गर्नुपर्ने इज्जत कुनै दिन छैन, श्रीमानलाई मिठो शब्द बोलौँ कुनै दिन छैन। अनि आफू चाहिँ 24 घण्टा श्रीमानले यो गरेन, त्यो गरेन, श्रीमानको कर्तव्य गरेन, श्रीमानले यो दिन सकेन, श्रीमानले त्यो दिन सकेन भनेर 24 घण्टा श्रीमानलाई कच्याङ 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 गर्न लाज शरम लाग्दैन? बेजेतीहरू, पहिला आफ्नो पनि कुकर्मलाई झाँकेर हेर्ने गरौँ श्रीमती महोदयहरू। दुईतर्फी हुन्छ, श्रीमानको मात्रै कर्तव्य हुँदैन। तिमीले श्रीमानको लागि कति कर्तव्य अहिलेसम्म पुरा गर्यौ? तिमीले जुन तिम्रो आमाले पनि त तिम्रो श्रीमानको, तिम्रो बुबाको लागि त कति धेरै त्याग र तपस्या आजसम्म पनि बाँचिरहेको छिन् भने गरेकी छिन् होला। मर्नेहरूको त मरेर गए, बाँच्नेहरूको आजसम्म पनि आफ्नो बुबाको लागि गरेको त्याग तपस्या आँखाले देख्ने। लाज लाग्दैन? तिमीहरूका बाबुआमाले त्यही सिकाए? जतिखेर पनि लोग्नेले यो गरेन, फलानाको त आमामामा, फलानाको श्रीमानले गरेको छ भने फलानाको श्रीमतीले पनि त्यति नै त्याग तपस्या गरेको छ क्या। उसले धेरै थोक त्याग गरेको छ श्रीमानको लागि, इज्जतदेखि लिएर माया सम्मान हरेक चिज गरेको छ। अनि श्रीमानले पनि जस्ताको तस्तै श्रीमतीलाई गरेको छ। अनि श्रीमतीको काम चाहिँ 24 घण्टा श्रीमानलाई गनगन कचकच र बेजेत बदनाम गर्नु मात्रै छ। मेरो त लोग्नेले यो दिएन, मेरो त लोग्ने त्यो छैन। ढिस्कानाको हेर कति राम्रो लोग्ने, ढिस्कानासँगै गएर बस्दा नि भइहाल्छ त। आफ्नो जे छ त्यसलाई समेटेर राम्रोसँग जिन्दगी बिताऊ भन्ने छैन। आफ्नोलाई त 24 घण्टा कोसेर 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 बिचरा पागल बनाइदिइसकेको हुन्छ। अनि अर्काको लोग्नेतिर आँखा ताक्न तिमीहरू त्यस्ता महिला, जो महिला हुन्छ आफ्नो लोग्ने चाहिँ गलत, अनि अब फलानाको लोग्ने चाहिँ कति गतिलो भन्ने श्रीमतीहरूलाई पनि म त छाडीकै उपनाम दिन चाहन्छु। लाज लाग्दैन अर्काको, आफ्नो श्रीमान हुँदा हुँदा अर्काको श्रीमानतिर ताक्नलाई?